एन्ड ओके उता इभन दो अहिलेको लागि कुरा गर्दै थियो हामी होरो गर्ल्सको बारेमा एन्ड होरो गर्ल्स अहिलेको लागि फाइटको इनिसिएसन विनको तर्फबाट एकजना प्लेयर ऋतिकालाई डाउन निकालिएको छ एन्ड यसैको साथसाथमा पनि हामी रेचललाई देख्दै थियौँ रेचल अलिकति पछाडि रहेर मेबी आफ्नो पार्टनरलाई कभरअप दिनको लागि पनि सफलता उनले पाउन सक्थिन् तर उता टकीलाई पनि डाउन फेस गर्नु परेको छ सुबाको तर्फबाट राम्रो एङ्गल निकालिएको छ एन्ड सुबा अहिलेको लागि पनि शुभ अवसर उनले पाएकी छन् अनि शुभ अवसरमा पनि उनले एउटा राम्रो नक पनि निकाल्न सफल रहँदै गर्दा टिमको लागि नै सायद एउटा महत्त्वकाङ्क्षी उनले बोकेर अगाडि बढिरहेकी छिन् भने मेबी अब त्यो प्लेयर अन्तिम मात्रै बाँकी रहेको छ आइडिया रहनु पर्ने हो मेबी अब त यो आइडिया रहँदै गर्दाखेरि पनि उता ग्रेनेड पनि बन्दै थियो ग्रेनेडलाई यहाँ डज गर्नुपर्ने छ ग्रेनेडलाई डज गरिन्छ एन्ड देवीको अब सायद फिनिस गर्ने बारेमा पनि सोच्न सकिन्छ बट राम्रो मुभ अनि त्यस सँगसँगै राम्रो क्यारी पनि गर्न सफल गरिँदैछ देवीको अहिलेको लागि पनि सर्ट्स निकाल्नको लागि खोजिएको क्रिस्टलको तर्फबाट 5 एलिमिनेसन निकालिसकियो एन्ड अहिलेसम्मको अवस्थामा भने होरो गर्ल्सबाट क्रिस्टललाई सबैभन्दा सर्वाधिक रूपमा नै एलिमिनेसन निकाल्ने प्लेयरको बारेमा पनि हामी चर्चा त गर्न सक्छौँ नै तर अब यसैको साथसाथमा प्लेयर्सहरू क्लोज इन गर्दैछन् प्लेयर्सहरू क्लोज इन गर्दै गर्दाखेरि पनि चाहिँ भने अब उनीहरूको लागि अब स्ट्रेट इन कहाँ जाने त के हो प्लेयर्सहरूको नजिकै गएको जस्तो मान्दैछु म एन्ड देवीको फाइट इनिसिएट हुन्छ सुबालाई डाउन निकालिन्छ सुबा डाउन भए सँगसँगै अलिकति डिफ्रेन्ट एरियाबाट रेचलको पनि इन्ट्री हुन्छ रेचलको इन्ट्री रेचल gonna take that player down and even this time she is signing होरसँग अहिलेका लागि पनि जोन रहेको छैन सर्कलको एउटा राम्रो इन्ट्री बनाएर बसिरहेका उता प्लेयर्सहरू देख्न पाइरहेका छौँ अब यता होर गर्ल्सको तर्फबाट सुबालाई देख्न पाइरहेका छौँ सुबाको अगेन्स्टमा आएको ग्रेनेड त्यसले पनि ठिकठाकै खालको कनेक्टिभिटी पनि लिएर त आइदिन्छ तर यस सँगसँगै आफूलाई पनि चाहिँ हिल गर्नुपर्ने अवस्था रहेको छ अगाडि रहेको प्लेयरको बारेमा पनि आइडिया त पनि भइ नै सकेको छ रसु अगाडि रहेकी छिन् T4E का लागि सायद यो अवस्था अति नै राम्रो बन्न सक्ने हो आफूलाई हिलअप गरिँदैछ यता होर गर्ल्सको तर्फबाट पछाडि आफ्नो पार्टनरबाट पनि चाहिँ यहाँ राम्रै कभर आउनु पर्ने छ रेचल अगाडि गइन् अब यहाँ इन्ट्री फ्र्यागका लागि गएकी प्लेयर्सहरू जो पनि रहनु भएको छ यहाँ अहिलेका लागि देख्न पाइरहेका छौँ सुबा त्यसै गरी क्रिस्टललाई देख्न पाउँदैछौँ फ्रन्ट लाइनबाट लिड गर्नका लागि प्रयास गरिँदैछ अनि यसैको साथसाथमा सायद मुमेन्टको अगेन्स्टमा यो ग्रेनेड मेबी अलिकति घातक रहन सक्ने हो तर जोनको अहिलेका लागि पनि एउटा राम्रो पोर्सन होल्ड गर्न पनि सफल रहेको छ भने उता लिना इज वान अफ द भेरी ब्रिलियन्ट प्लेयर अहिलेलाई उनले यहाँ जुन प्रकारको खेल देखाउँदैछिन् एन्ड देयर वी गो ऋतिकाको इन्ट्री हुन्छ ऋतिका कुन प्रकारले आइन् त ऋतिका अलिकति डिफ्रेन्ट एङ्गल हेर्न खोज्दै थिइन् एपेक्सका प्लेयर्सहरूलाई सायद मैले हेर्न खोज्दै सके जस्तो लाग्दै थियो बट अल अफ द सडन ऋतिकाको पनि इन्ट्री भइदिन्छ ऋतिकाको इन्ट्री T4E को अगेन्स्टमा मेबी यहाँबाट घातक बनिदिन सक्ने हो रसु अगाडि रहेकी छिन् वान अफ द भेरी ब्रिलियन्ट प्लेयर T4E को लागि पनि देख्न पाइरहेका छौँ हामीले यो पर्टिकुलर प्लेयरलाई अनि यसैको साथसाथमा होरो गर्ल्स उनीहरूको तर्फबाट भने जुन गर्लिज मुभमेन्ट्स देखाइरहेका छन् आजको दिन 13 एलिमिनेसन निकालिसकियो हरेक प्लेयर्सहरू यहाँबाट सर्भाइभ गरिरहेका छन् भने यता हेड अन जसलाई यहाँबाट एडभान्टेज छ त्यो टिमको बारेमा कुरा गर्नुहुन्छ भनेदेखि द्याट इज नन अदर देन होरा गर्ल्स एन्ड होरा गर्ल्सको लागि भने यो सबैभन्दा राम्रो मौका रहेको छ इन अर्डर टु क्यापिटलाइज इन अर्डर टु सेक्योर दिस पर्टिकुलर चिकन डिनर एन्ड इभन टकिङ अबाउट लिनाको जुन अलिकति डिफ्रेन्ट एङ्गल छ त्यसले भने उता एपेक्स गर्ल्सका लागि भने सबैभन्दा ठुलो घातक यहाँबाट रूप लिइदिन सक्ने सम्भावना पनि हो तर यस सँगसँगै होरा स्पोर्ट्सका लागि होरा स्पोर्ट्सका गर्ल्स लाइनअपका लागि सुबा देख्न सक्छौँ सुबा एन्ड आइजिएल जो अलिकति अगाडि रहेर फ्रन्ट लाइनमा लिड पनि गरिरहेकी छिन् उनको लागि सायद अबको यो मोमेन्टलाई जस्टिफाई दिनको लागि एक डाउन त निकाल्नै पर्नेछ यदि एक डाउन निकाल्न सकिन्छ भने द्याट विल जस्ट क्रिएट अ भेरी ह्युज मोमेन्ट फर द प्लेयर्स बट देयर वी गो लिना जो अलिकति डिफ्रेन्ट एङ्गलमा बसेकी थिइन् उनलाई नै डाउन निकालिएको छ सुबा उनको साइडबाट अब सायद यहाँबाट चार्ज गर्नका लागि ट्राई गर्न सकिन्छ यहाँनिरबाट त्यो मुभ अलरेडी आइसकेको थियो कल आइसकेको थियो यद्यपि सुबा अलिकति सायद मिसकम्युनिकेसन हुन पुग्यो अलिकति त्यहाँनिरबाट फ्रिट नोट ओके त्यहाँनिर राम्रोसँग पाउन सकिनन् तर यता ऋतिका होराको तर्फबाट जुन हदसम्मबाट यहाँ फाइट निकालिँदैछ जुन हदसम्मको यो मोमेन्ट यहाँ क्यारी गरिँदैछ दिस इज कुकिङ समथिङ रियली बिग अनि यस सँगसँगै ग्रेनेड्सहरूको चलखेल उता लिनालाई रिभाइभल निकालिन्छ रिना एकदमै घातक प्लेयर रहेकी छिन् उनले यहाँ हरेक प्लेयर्सहरूको नाडी छाम्न सक्ने सम्भावना बोकेकी प्लेयर्स हुन् भने यता देख्दैछौँ हामी लिना अब लिनाको अगेन्स्टमा पनि सर्ट्स आउनेछ लिनाको तर्फबाट राउन्ड निकालिन्छ एन्ड देयर वी गो लिनाको अडासिटी जुन छ नि फाइट निकाल्ने क्रममा सी इज नट गोइङ टु गो फर द फियरिङ अप्रोचेस उनी बिना कुनै डर बिना कुनै घर उनी अगाडि जाने गर्छन् भने यता होरो गर्ल्सको अगेन्स्टमा पनि चाहिँ राम्रो फाइटको लागि जान सकिने सम्भावना हो देयर वी गो लिनाको अगेन्स्टमा नै आएको थियो ग्रेनेड तर अब अन्तिम प्लेयर रिना मात्रै बाँकी रहेकी छिन् होरो गर्ल्सको लागि क्यान दिस बी द भेरी फर्स्ट चिकन डिनर फर दिस पर्टिकुलर मोमेन्ट एन्ड प्ले अफबाट उनीहरूले के क्यापिटलाइज गर्न सक्छन् त एन्ड हियर वी गो दे